असफलता। यदि तिमी आज असफल भएको महसुस गर्दैछौ भने एकछिन रोक। यो आवाज तिम्रो लागि हो। असफलता अन्त्य होइन, यो त तिमी उठ्न तयार हुँदैछौ भन्ने संकेत हो। असफलताको पीडा। असफल भएपछि मान्छेहरू बोल्न छोड्छन्, केही हाँस्छन्, केही चुप लाग्छन्। सबैभन्दा गाह्रो कुरा के हो भने आफ्नै नजरमा आफू कमजोर देखिनु। वास्तविकता। सफलता सबैले देख्छन्, तर असफलता सबैले भोग्दैनन्। जो भोग्दैन उनीहरू सल्लाह धेरै दिन्छन्, तर जसले असफलता भोगेको हुन्छ उनीहरूसँग कहिल्यै नटुट्ने हिम्मत हुन्छ। सोच परिवर्तन। असफलता भनेको तिमी सकिएछौ भन्ने होइन, असफलता भनेको तिमी प्रयास गरिरहेछौ भन्ने हो। जो कहिले ढलेन हो उसले कहिले आफ्नो सीमा छोएन। शक्ति निर्माण। आज तिमी ढलेका छौ भने त्यो तिम्रो अन्तिम कहानी होइन, त्यो त कथा सुरु हुँदैछ। असफलताले मान्छे तोड्दैन, नयाँ बनाउँछ। यसैले आज निर्णय गर, असफलतासँग डराउने छैनौ। ढल्नेछौ भने पनि फेरि उठ्नेछौ, किनकि ढलेको मान्छे कहिल्यै कमजोर हुँदैन। यदि यो आवाजले तिमीलाई अलिकति पनि छोयो भने यही ठाउँमा म फेरि आउनेछु, यस्तै सन्देश लिएर, यस्तै शब्द लिएर, किनकि तिमी एक्लो छैनौ। फेरि भेटौँला।